नमस्कार, म गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको छिमेकी कथा वाचन गर्न गइरहेको छु। असारको महिना थियो। दिउँसोको टन्टलाफोर घाममा मारे किसानहरू मेलो छोडेर चौतारामा बसेका थिए। कुलोमाथि चौतारो, कुलोमुनि आसामहरू, साउको हिउँदे पसल, त्यसमुनि ज्यामिरे बेसीको फाँट। निकै रमाइलो ठाउँ थियो। किसानहरू कोही पसलमा तमाखु किनेर कक्कड भर्न लागेका थिए। धर्मानन्द पादे चौतारामा बसेर गफ चुर्दै थिए। घुमाने घरती हत्केलामा मुन्टो अड्याएर डुङ्गामा पल्टेको थियो। धनजिते भोटे पसलको डिलमा बसेर घुम बुन्न लागेको थियो। यी सरल किसानहरूलाई धनका निमित्त तछाड मछाड भन्दै घचेटा घचेट गरेर अरूलाई उछिनी दगुर्न खोज्ने यो सभ्यता भनौँ या अज्ञानता भनौँ, यस भयंकर रोगले तिलभर पनि छोएको थिएन। केवल बखत बखतमा पानी परिदिए खेती कमाईबाट सरकारको तिरो, साउको ब्याज, वर्ष दिनलाई अन्न, वस्त्र, नुन, तेल पुर्याउन सके पुगेको थियो। धर्मानन्द पादे अलि अठट्याउला किसिमका मानिस थिए। बिर्सिक्का पढ्थे, बुजुर्ग हुँ गाउँको भन्ने घमण्ड गर्थे। मानिसलाई लडाएर तमासा हेर्ने स्वभाव थियो। एकछिनपछि गुमानेका गोरु धनजितेका बिउमा पसे। आजभोलि रोप्नुपर्ने बिउ धनजिते आगो भो। घुम भैमा मिल्काएर गोरुलाई लगारिकन चुड्न थाल्यो। किसानहरू सबै कुरा सहन सक्छन्, परन्तु वस्तु भाउलाई अर्काले दया छोडेर कुटेको सहन सक्दैनन्। बिउबाट धपाइन्जेल त गुमाने केही बोलेको थिएन, परन्तु जब कुट्न लाग्यो अनि गुमानेको रिसको सीमा रहेन। असार महिनाको दिनभर जोत्नुपर्ने गोरु उसमाथि पसेका मात्र थिए। उति नोक्सान गरेका पनि थिएनन्। जुरुक्क उठेर भन्यो, बिउ नोक्सान गरेको छ भने अर्मलले असारका गोरु किन कुर्छसे धनजिते? आजभोलि रोप्नुपर्ने बिउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलाई सही नसक्नुभयो। पाखरा सुर्कले भन्यो, तेरा डामना छाडा छोडेर असारको बिउ चराउँछस्, अझ अर्मलको धाक लगाउँछस्, गुमाने चोर। धर्मानन्दलाई लडाउने मौका पर्यो। सुर्तीको लुडो निबोड्दै, कस्तो मिचा भोटे रहेछ, बिहानभरि जोतेका गोरुलाई आफै कुर्छ, अझ उही चोर र सोर उड्कन्छ। गुमानेका कन्सिरी अघि नै तातिसकेका थिए। धर्मानन्दका कुराले झन् भुतुक्क भयो। निर्धाको हात छिटो चल्छ भन्छन्, किन मुख छोड्छस् हे धनजिते डाकु भनेर हात मिसिहाल्यो। धनजिते पनि चढ्दो उमेरको मानिस, बलको तुजुक किन हट्थ्यो? दुवैजना लठारिँदै चौतारा मुनि पुगे। तमासा हेर्नेको ठट लाग्यो। धनजितेले गुमानेलाई लगेर कुलामा पछार्यो। गुमाने ढाक्रेले चम्का लगाएको ढुङ्गो दुई हातले उचारेर आइलागेको थियो। धर्मानन्द पाद्याले छेके। गुमाने दौराको फेर निचर्दै पसलका डिलमा बसेर धनजितेसित अघोरसित बाज्न लाग्यो। बाबुले धुली खेलको भारी चोर्यो र 3 दिनसम्म छिडीमा जाकियो थियो। ठुलो हुन्छस्। काउले भन्ज्याङमा आरुघाटे नेवारको सुर्तीको ढाकर चोर्दा मानवीरे द्वारेले गोर्खे लौरी कसेर चौरमा लडाएको कसको बाबुलाई हो नि? गम्कन्छस्? बाबु, आमा, दिदी, बहिनी, इज्जत हुर्मत बाँकी रहेन। साँझ परेपछि पनि बाज्दै उकालो लागे। चौतारामा झगडा भएदेखि धनजिते र गुमानेको बोलचाल बन्द भयो। बाटामा धनजितेलाई देख्यो भने गुमाने तर्केर हिँड्थ्यो। भदौका आधा आधीतिर गाउँमा आँठे पर्यो। पहिले 1-2 दिन रुगा लागे जस्तो हुन्थ्यो, त्यसपछि चौपट्टसँग भुङ्ग्रे ज्वरो आउँथ्यो। 4-5 दिनपछि सन्निपातको लक्षण देखिन्थ्यो। 8 दिनका दिनमा खत्तम। गुमानेका विचारमा यो सबै देवी देवताको दोष थियो। भन्थ्यो, देवी देवताको मान भाव नगरेपछि यस्तै हुन्छ। परार रगत मासीले गाउँै सोत्तर भयो। गाउँका थानीको आज पूजा गरौँ भन्दा सिमी भूमि पुजेर पनि रोग हराउँछ भनेर धर्मानन्द पाद्यले मेरो कुरा हाँसोमा उडाए। आखिर घाटकी देवी र गाउँका भूमिको पूजा गरेका पर्सिपल्ट रोग साम्य भयो। गुमानेले जान्ने बसायो। गाउँका सारा मानिस जम्मा भए, तर करेसो जोडिएको धनजिते आएन। जान्नेले पनि देवीको दोष देखायो। सबै जम्मा भएर धुमधामसँग पूजा गरे। पूजा गरेको पर्सिपल्ट गुमानेकी स्वास्नी लडी। बिचरी धन्ने खुस्की थी, बाँची। त्यसपछि धनजितेलाई समात्यो। 3 दिनपछि स्वास्नी चाहिँ लडी। एकातिर हिन्तु न चिन्तु भएर स्वास्नी लडेकी थिए, अर्कातिर जराका तोडले धनजिते वर बनाउन लागेको थियो। पानीसम्म खान दिने मानिस कोही पनि थिएन। सारा गाउँ सोत्तर छ, कसले हेरचाह गरोस्? गाई बाख्रा किलाका किलै टट्टिएर मर्न लागे।
खोएर पाखातिर लगाइदिने मानिस पनि भएन। पहिले त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता राखेन, परन्तु जब स्वास्नी समेत थला परी अनि गुमानेको चित्त रहन सकेन र विचार गर्यो यस्तै दैव लाग्छ र पो छरछिमेकी खोज्नु परेको, नत्र ओडारमा गएर बसे पनि त भो नि। जहाँ पनि बस्न न हो, दिन दशा आपद विपद कसलाई पर्दैन। बलको तुजुक थियो, मलाई सधैँ यत्तिकै पुग्छ भन्ने घमण्ड गर्थ्यो। परमेश्वरले घमण्ड तोडे। बैगुनीलाई गुणले मार्नु भन्छन्। एउटै नगरमा बसेर यो उमेर भो, दौतर हो, यस्तो बेला यस्तो आपद पनि देखेको नदेखे गरे पाप लाग्दैन? गुमाने धनजिते कहाँ पुग्यो, गाई बाख्रा खोएर पाखातिर लगाइदियो। धनजिते मुडो लडे जस्तै उत्तानो परेर लडिरहेको थियो। दिशा पिसाबको होस थिएन। ओड्ने ओछ्याउने फेरिदियो, गुमाने एकछिन पनि छोडेन। मेरे उज्यालो भएको थियो। गुमानेलाई खोज्दै आसामरू साउ आइपुग्यो। एका बिहाने आसामरूलाई देखेर गुमानेले भन्यो, कति कामले उकालो लाग्यो साउ? पसलमा बर्खे मालटाल छैन, दुवै दिनलाई सहर जाइदिन्छिस् कि? छिमेकमा यो बिजोग भइरहेछ, केही काम नपाएर जान्छु बारी खेप्न। रोज रुपियाँ दिन्छ लाटा, के रुपियाँको लोभ देखाउँछौ साउ? गरिब छु, निमेक मजुरीले छाप टार्नुपर्छ, तथापि पैसाको निम्ति आत्मवेशन त्यति साह्रो नीच भएको छैन। छिमेकीलाई जिउँदाको जन्ती मर्दाको मलामी भन्छन्। यस्ता बेलामा चटक्क छोडेर भारी खेप्न हिँडे मर्दैन? तिमी पो ठमठम्ती छौ र रुपियाँको धाक देखाउँछौ। धन जितेका झैँ 4 दिन अन्न पानी भएर लड्नु परे थाहा पाउने थियो। इस छिमेकी, अस्ति चौतारामा झन्डैले मारिया थियो, थाहा पाउलास्। यस्तै हो, मैले पनि सहेर बसिदिएको भए किन झगडा हुन्थ्यो? एउटै सिरान गरेर सुतेपछि कहिलेकाहीँ गोडा लाग्छ नै। झगडा भो भन्दैमा धर्म छोड्नुहुन्छ? आफूले साँचो मनले उपकार गरेपछि उसका आत्माले पनि गर्न कर लाग्छ। अमृत रोपेको ठाउँमा विष फलेको देखेका सुनेका छौ? माटोको भर ढुङ्गो, ढुङ्गाको भर माटो, संसार भरै भरमा अडेको छ। यो भरको ताँदो छिन्ने बित्तिकै सबै भत्ताभुङ्ग हुन्छ। आसामरू साउ गुमानेको खलबल सुनेर धनजितेको आँखा उगार्यो। धनजितेले आँखा उगार्यो। धनजितेले हेरेको देखेर गुमानेले भन्यो, कस्तो छ माइला दाई? म मार्छ कि कान्जा, तँ कहिले आइस? 5 दिन भो दाई, तिमीहरू दुवै लोग्नी स्वास्नी लडिहाल्यौ। गाई बाख्रा भोक भोकै कराउन थाले। बिजोग हेर्न सकिन, दौडेर आए। तिम्रो जस्तो ढुङ्गाको मन कहाँ पाऊ? पोलेको घाउमा नुन नाछार कान्जा, म आधाम हो, क्षमा गर। धनजिते हिँडडुल गर्न लाग्यो। गुमानेलाई एकछिन छोड्दैन। वन, मेला, पात, जहाँ गए पनि दुवैजना सँगै जान्छन्। आजकल कसैले गुमानेको बदख्वाई गरेको सुन्यो भने धनजिते झगडा गर्न अघि सर्छ।